म स्कुल जान्न मम्मी म जान्न मम्मी जान्न भने चाहिँ जान्न वा अहिले उल्टा हालले झ्याममा हान्छ थाहा हुन्छ किन जान्दैछ स्कुल जान्न म किन नलागे जान्न म अहिले म स्कुल जान्छु म्याडमले होमवर्क चेक गर्नुहुन्छ फेरि मलाई हाल्नुहुन्छ अनि एकैछिनमा मेरो अहिले पेट दुख्छ म जान्न म धेरै नाटक नपसार म जङ्गल गएर साँझ आउँदाखेरि स्कुल गएनस् भने तेरो थाहा हुन्छ पख म गएँ जङ्गल म त जान्न किन जाऊ लाग्यो तिमी जहाँसुकै जाऊ म त जान्न एकजना दुईजना तिनजना राम्रो नानी छ हाम्रो छोरो म बजार जान लाग्छु तेरो मम्मी पनि जङ्गल गएकी छ खानासाना बनाएको छु खाएर स्कुल गएछ है जान्न किन जाऊ लाग्यो जान्न यहीँ जान्छु फेरि यही जान्छु त मुख ल्याएर हान्छु फेरि मेरो फेरि मैले हाना फेरि थाहा छ कि नै भ्युज बनाइदिन्छु बाबु मम्मीले आफै नजानु भन्नुभएको छ अनि म जङ्गल जान्छु अनि बाबा बजार जानुहुन्छ घर हेरिस् अनि यहीँ बसिस भन्नुभएको छ म जान्छु त्यसो भए म गइहाल्छु ए रोक त्यसो त घर हेर ल पढेर बसिस् म जान्छु त्यो बजार है म गइहाल्छु त्यसो भए भनेर चुला ए नजा मलाई गाली गर्ने खान्ने अनि पिट्ने यो स्कुल लगाएर खेलेर बसिरहेको छ अहिलेसम्म बाबाले नजा स्कुल म बजार जान्छु अनि मम्मी जङ्गल जान्छु घर हेरेर बसिस भन्नुभएको थियो बिगार्ने भने त यसकै बाउ छ के छोरालाई पुल ल्याएर राखेको छ स्कुल मर्या क्या आउँदो भोलि यस्तै गर्छु अनि घर गइ बस्छु सधैँ